नमस्ते अनि स्वागत छ यहाँहरू सम्पूर्णलाई दिलीप कुमार लाउरे युट्युब च्यानलमा। दर्शकबिन, आज चाउमिन कसरी बनाउने, हामीले घरमा खानको लागि चाउमिन कसरी बनाउने भनेर चाउमिन बनाउने तरिका लिएर यहाँहरू सामु आएको छु। लागौँ अब हामी चाउमिन बनाउनतिर। र चाउमिनको लागि चाहिने सामग्रीहरू: यो बन्दागोभी, हरियो प्याज अनि सिमला मिर्च। मैले तीनटा कलरमा लिएको छु, पहेँलो, हरियो अनि रातो। अनि गाजर। यो सिमला मिर्च सबै कलर नै हाल्नुपर्छ भन्ने छैन। आफ्नो इलाकामा आफ्नो ठाउँमा जस्तो पाइन्छ, धेरै जस्तो हरियो सिमला मिर्च जताततै पाइन्छ, त्यसकारण हरियो सिमला मिर्च मात्रै युज गर्दा पनि हुन्छ। अनि अरू सामानहरूमा अब यो मैले तेलमा फ्राई गर्नको लागि प्याज लिएको छु। खुर्सानी हरियो नपाएको भएर रातो फ्रेस खुर्सानी लिएको छु। यदि यहाँहरू पिरो मन पराउनुहुन्छ भने रातो यो खुर्सानी, हरियो खुर्सानी युज गर्न सक्नुहुन्छ। त्यसको लागि नुन अनि मरिचको धुलो, अजिनामोटो, भिनेगर, सोया सस, धनिया अनि सनफ्लावर रिफाइन्ड ओइल। अनि त्यस पछाडि यो छ टमाटो केचप। र चाउमिन लिएको छु मैले यस्तो खालको सिन्के चाउमिन, जो 400 ग्रामको छ। आज मैले 10 जनाको लागि बनाउँदैछु। यहाँहरूले चाहिँ कतिजनाको लागि बनाउने हो त्यही अनुसार अनुमान गरेर बनाउँदा हुन्छ। अब सुरु गरौँ चाउमिन बनाउन। मैले यहाँनिर एउटा डेक्चीमा पानी बसालिसकेको छु। पानी उब्लिसकेको छ। यो पानीमा लाग्ने सामान भनेको बेसार, नुन अनि तेल। त्यति मिक्स गरेपछि पानीलाई राम्रोसँग उबाल्ने। डेक्ची अलि ठुलै लिनु होला र धेरै पानी भयो भने चाउमिन टाँसिँदैन। र चाउमिनलाई मैले यसरी बिचबाट भाँचेर लिँदैछु। यहाँहरूले सिँगै पुरै पनि हाल्न सक्नुहुन्छ। विशेष गरी हामी विदेश, आफ्नो देशभन्दा बाहिर बस्नेहरूले अब नेपालमा जस्तै चाउमिन खान मन लाग्छ, तर बाहिर रेस्टुरेन्ट, होटेलहरूमा विदेशतिर पाइँदैन। त्यस कारणले गर्दाखेरि आफैले आफू जहाँ बस्नुभएको छ त्यस ठाउँमा यसरी बनाएर नेपालकै स्वाद लिन सकिन्छ। मैले सबै राखेको छैन, अलिकति उब्रेको पनि छ। अब यसलाई राम्रोसँग चलाइदिने, तुरुन्तै चलाइहाल्नुपर्छ, किनभने नत्र एकअर्कामा जोडिन्छ यो।
र मैले यहाँनिर अर्को डेक्ची पनि बसालिसकेको छु। यो तातिसकेको छ। अब यसमा हामी चाउमिनको लागि प्याजहरू फ्राई गर्नेछौँ। मैले चाहिँ चाउमिन अलि धेरै लिएको छु, त्यस कारणले गर्दाखेरि तेल अलि धेरै नै राख्नुपर्ने हुन्छ। 10 जनाको लागि बनाउँदैछु, त्यसकारण यहाँहरूले चाहिँ कतिजनालाई बनाउनुहुन्छ त्यही अनुसार राख्नु होला। यो चाउमिनलाई चाहिँ पानीमा पुरै पकाउनु हुँदैन, यसलाई 80% मात्रै पकाउने अनि 20% चाहिँ हाम्रो यो तेलमा फ्राई गर्दाखेरि पाक्छ। त्यसरी राम्रो हुन्छ। यो पानीमै धेरै पाक्यो भने टुक्रिन्छ अनि गिलो हुन्छ, एकअर्कामा जोडिन्छ। त्यस कारणले यो पानीमा चाहिँ 80% मात्रै पकाउनु होला। हाम्रो यहाँ तेल तातिसकेको छ र हामीले प्याजलाई राख्छौँ। अबसम्म हाम्रो चाउमिन त्यहाँ उम्लिँदै गर्छ, त्यति बेलासम्म हामी यता प्याजहरू फ्राई गरेर चाउमिनको अरू तयारी गर्न सक्छौँ। चाउमिनलाई चेक गरौँ। यसरी च्याप्दाखेरि भित्र हल्का काँचो रहेको हुनुपर्छ। प्याजलाई चाहिँ धेरै फ्राई गर्नु पर्दैन, हल्का यसको हल्का कलर चेन्ज मात्रै गर्नुभयो हुन्छ। चाउमिन पनि हाम्रो पाकिसकेको छ र योभन्दा बढी यसलाई उबाल्नु हुँदैन। यसलाई तुरुन्त पानी हटाइहाल्नु त्यसबाट।
यसलाई तुरुन्तै चिसो पानीले भिजाइहाल्नुपर्छ, नत्र भने यो लट्टमा जोडिन्छ। हेर्नुहोस् त कति राम्रो भएको थियो चाउमिन, एकदम पर्फेक्ट भएको थियो। 80% पाकेको छ। अब 20% चाहिँ हामीले यसलाई डेक्चीमा पकाउँछौँ। यसमा भएको पानी चाहिँ सबै निकाल्नुपर्छ। यसरी हामीले राख्यो भने यसमा भएको पानी सबै निक्लिन्छ। त्यति बेलासम्म हामी यहाँ प्याज फ्राई गरेर तयार गर्छौँ। दर्शकबिन, यो चाउमिन बनाउने फ्राई बिन त अर्कै हुन्छ, तर हाम्रो घरमा चाहिँ यही देख्ने नै छ, त्यो फ्राई बिन छैन। त्यसकारण घरमा आफूसँग जुन सामान छ, जुन भाँडाहरू छ, त्यसैमा बनाउन सकिन्छ। त्यो चाउमिनकै भाँडा चाहिन्छ भन्ने छैन। तकरिबन हाम्रो प्याज अब फ्राई भएर तयारी भइसकेको छ। यसलाई यहाँभन्दा धेरै फ्राई गर्नु पर्दैन। अब यसमा राख्छौँ हामीले यो मरिचको धुलो, त्यस पछाडि राख्छौँ हामीले स्वाद अनुसारको नुन, त्यस पछाडि राख्छौँ हामीले यो अजिनामोटो, यहाँहरूले अड्कल गरेर राख्नुभयो हुन्छ। अब यसलाई पनि हल्का एकछिन चलाउने। मैले अघि यहाँहरूलाई यो अदरक लसुनको पेस्ट चाहिँ देखाउन भुलेछु। यो अदरक लसुनको पेस्ट राख्ने। यसलाई पनि एकछिन तेलमा राम्रोसँग फ्राई गर्ने। यसरी नै राम्रोसँग फ्राई गर्नुपर्छ।
यो राम्रोसँग फ्राई भयो भने यसको टेस्ट एकदम राम्रो आउँछ र खाना बनाउनलाई एकदम मनले जब खाना बनाउनुहुन्छ आत्मादेखि मन लगाएर खाना बनाउनुहुन्छ भने त्यो अवश्य नै टेस्टी हुन्छ। हाम्रो यो मसला तयार भइसकेको छ र यताबाट चाउमिनको पनि पानी सबै निक्लिसकेको छ। अब यसलाई अलि लामो समयसम्म राख्ने हो भने यसमा चाहिँ तेल लगाएर राख्नुपर्ने हुन्छ, किनभने नत्र यो जोडिन जान्छ एकअर्कामा। मैले यो तुरुन्तै बनाउने भएको भएर मैले चाहिँ यसमा तेल लगाएको छैन, पहिले मैले पानीमा तेल राखेको थिएँ। अब हामीले यसलाई यो प्याज मसला तयार भएकोमा राखिदिने। यसलाई राम्रोसँग फ्राई गर्ने, यसको जुन हल्का पानी छ यसमा यो सबै सुक्नुपर्छ। यसलाई राम्रोसँग चलाउनुपर्छ, तल डेक्चीमा नलागोस्, यो नडोरोस्। चलाउनलाई नडराउनुहोस्, किनभने यो केही फरक पर्दैन, चलाएर टुक्रिँदैन। 80% यसलाई हामीले काँचो 80% पकाएर 20% काँचो राखेका छौँ, त्यसकारण यो त्यसरी टुक्रिँदैन। यसरी नै हजुरहरूले पनि घरमा बनाएर खानुहोस्। सबै परिवार बसेर खानाको मजा नै छुट्टै हुन्छ, किनभने सबै परिवार एकैपटक होटल रेस्टुरेन्ट जान सम्भव पनि अलि नहुन सक्छ। त्यसकारण घरमै बनाउनु भयो भने पनि यो स्वस्थ हुन्छ, ताजा हुन्छ, शरीरको लागि पनि राम्रो। हाम्रो जुन 20% काँचो थियो त्यसलाई यसरी फ्राई गर्दा पाक्छ। अब एकदमै टेस्टी अनि एकदमै राम्रो हुन्छ। दर्शकगण, मैले धेरै पटक यसरी बनाएको छु, यहाँहरूले पनि बनाउनु होला, अवश्य ट्राई गर्नु होला। र यहाँहरूको लागि मेहनत गरेर भिडियो तयार गरेको छु र यहाँहरूलाई कस्तो लाग्छ लाइक अनि कमेन्ट गर्नु होला र
मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। मैले थरीथरीको रेसिपीहरू बनाएर यहाँहरू सामु ल्याउने छु र मेरो जुन पनि नयाँ भिडियो आउने छ सबैभन्दा पहिला यहाँहरूलाई आओस् भन्नको लागि यहाँहरूले बेल आइकन चाहिँ अवश्य दबाउनु होला, अलमा क्लिक गर्नु होला। म थरीथरीको खानाको परिकारहरू यहाँहरूलाई बनाउन सिकाउने छु। यहाँहरूले पनि ट्राई गर्नुहोस्, घरमा फरक पर्दैन। हामीले यो खाना बनाउनको लागि आत्मादेखि यदि चाह्यौँ भने हामी कहीँ गएर ट्रेनिङ सेन्टरमा गएर ट्रेनिङ गर्नु पर्दैन, के गर्नु पर्दैन। एकचोटि बनाउँदा अलि नराम्रो होला, दुईचोटि बनाउँदा नराम्रो होला, तेस्रोचोटि अवश्य एकदमै राम्रो हुन्छ। यहाँहरू बनाएर अवश्य ट्राई गर्नु होला। चाउमिनलाई चाहिने भनेको धेरै मसला चाहिँदैन। यसलाई सिर्फ मरिचको धुलो, अजिनामोटो, नुन, नै मसलाहरू, खासै धेरै मसलाहरू आवश्यक पर्दैन। जस्तो हामीले घरमा बनाउने तरकारीहरूमा युज गर्ने मसलाहरू यसमा युज गर्नु पर्दैन। अब यतिको फ्राई भएपछि अब यसमा चाहिँ हामीले राख्छौँ भेजिटेबलहरू। आज मैले बनाउँदैछु भेजिटेबल चाउमिन। यहाँहरूले मटन चाउमिन बनाउन सक्नुहुन्छ, चिकन चाउमिन बनाउन सक्नुहुन्छ, बक चाउमिन बनाउन सक्नुहुन्छ र एग चाउमिन बनाउन सक्नुहुन्छ। अब यसमा हामी राख्छौँ भेजिटेबलहरू र यो भेजिटेबलहरू काँचै खान मिल्ने खालका भेजिटेबलहरू छन् सबै। त्यस कारणले मैले यो धेरै पकाउँदिनँ, यसलाई धेरै पकाउनु पनि पर्दैन। र प्याज मैले पहिले फ्राई गरेको छु, तर पछि यो प्याज चाहिँ हल्का काँचो पनि यसमा भयो भने यसको टेस्ट अझै राम्रो आउँछ। यसरी सबै भेजिटेबलहरू यसमा राखिदिने। मैले चाहिँ यहाँ तकरिबन 10 जनाको लागि बनाउँदैछु। त्यसकारण हजुरहरूको कतिजनाको परिवार हुनुहुन्छ त्यही अनुसार अडकल गरेर बनाउनु होला। यहाँ कुनै नाप तौल गर्न पर्ने केही छैन। होटल रेस्टुरेन्टहरूमा हुन्छ नापेर जोखेर बनाउने सिस्टम, तर हामीले आफ्नो घर परिवारमा खानको लागि अनुमानित तरिकाले बनाउनु भयो हुन्छ, केही नाप्नु पर्दैन। अब यो सबैलाई मिक्स गरिदिनु।
यदि यहाँहरु पनि खानाको शौकीन हुनुहुन्छ भने अवश्य यसरी नै घरमा बनाउनु होला र बनाएर कस्तो भयो यहाँहरुले लाइक कमेन्ट चाहिँ अवश्य गर्नु होला। भिडियो हेर्दै हुनुहुन्छ यदि बिर्सिनु भएको छ भने यहाँहरुले लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला र बेल आइकनमा क्लिक गरेर अलमा क्लिक गर्नु होला। मैले जति पनि मेरो भिडियोहरु छ खानाको विभिन्न परिकारहरु बनाउँदाका भिडियोहरु मैले हाल्ने छु। यहाँहरु सामु सबैभन्दा पहिला पुगोस् भन्नको लागि यहाँहरुले बेल आइकनमा क्लिक गरेर अलमा क्लिक गर्नु होला। कति राम्रो फ्राई भएको छ। अब यसमा राख्नेछौँ हामीले सोया सस, अलि कम जस्तो लाग्छ भने थप्दा पनि हुन्छ, भिनेगर, मलाई चाहिँ सोया सस अलिक कम जस्तो लाग्यो, म फेरि थप्दैछु यहाँ। सबैलाई राम्रोसँग मिक्स गरिदिनु। दर्शकबिन होटल रेस्टुरेन्टहरुमा चाहिँ यो ससहरु टेबलमा राखिएको हुन्छ, यतिकै प्लेटमा सर्भ गरिन्छ र ससहरु चाहिँ टेबलमा राखिएको हुन्छ र मैले चाहिँ सबै ससहरु पनि यही राखेर सबै तयारी गर्दैछु। यसैमा मिक्स गरेर सस हल्का पाक्यो भने धेरै टेस्टी हुन्छ। यहाँहरु पनि त्यसरी बनाएर यसरी ट्राई गर्नु होला। हेर्नुस् त कति राम्रो कलर आएको छ र यो खानको लागि पनि त्यति नै टेस्टी छ।
विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनीहरू सबैले यसरी नै बनाएर ट्राई गर्नु होला। एकदम राम्रो हुन्छ, नेपालकै फिलिङ आउनेछ। तकरिबन हाम्रो चाउमिन अब बनेर तयार भइसकेको छ। चाउमिन हाम्रो बनेर तयार भइसक्यो दर्शकबिन। अब म ग्यासलाई गरिदिन्छु बन्द। अब हामी प्लेटमा सर्भ गर्छौँ। ल हेर्नुहोस् त दर्शकबिन कति राम्रो बनेको छ। हाम्रो चाउमिन खानको लागि रेडी भइसकेको छ। अब यसमा राख्यौँ माथिबाट धनिया। दर्शकबिन चाउमिन बनेर तयार भएको छ र यहाँहरूले पनि यसै गरी घरमा बनाएर फ्यामिलीसँग बसेर खानुहोला, इन्जोय गर्नुहोला र यस भिडियोलाई लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्नुहोला र बेल आइकन बटन दबाउनुहोला। आफ्नो इष्टमित्र, साथीभाइ, दाजुभाइ, दिदीबहिनीहरू सम्पूर्णलाई सेयर गरेर उहाँहरूले पनि यसरी बनाएर खानको लागि सजिलो होस् भन्नका लागि यहाँहरू सम्पूर्णले सेयर पनि गरिदिनु होला। हवस् त, आजलाई यति। फेरि अर्को भिडियो लिएर उपस्थित हुनेछु। आजको लागि जय नेपाल।